नमस्कार साथीहरु, एसईई 2083 मा रि-एक्जाम दिनुभएका सम्पूर्ण एसईई का स्टुडेन्टहरुको रिजल्ट केही परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ। आजको यस भिडियोमा एसईई 2083 को रि-एक्जाम दिनुभएका सम्पूर्ण स्टुडेन्टहरुको रिजल्ट अनलाइनबाट मार्कसिट सहित कसरी हेर्ने सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं। साथीहरु, भिडियो सुरु गर्नुको पहिले यस भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। अब हामीले एसईई 2083 मा रि-एक्जाम दिनुभएका सम्पूर्ण एसईई का स्टुडेन्टहरुको रिजल्ट मार्कसिट सहित हेर्नको लागि तपाईहरु सजिलैसँग त्यसको लागि गुगलमा जान सक्नुहुन्छ। अब तपाईहरु ल्यापटप कम्प्युटर हुनुहुन्छ भने कुनै ब्राउजरबाट सजिलैसँग तपाईहरु रिजल्टलाई चेक गर्न सक्नुहुन्छ। यसमा तपाईहरु www.se.ntc.net.np भनेर तपाईहरु सजिलैसँग सर्च गर्न सक्नुहुन्छ। मैले यसमा सर्च गरेको छु। सर्च गर्ने बित्तिकै यसमा चाहिँ एसईई रिजल्ट भनेर फर्स्टमै सो गरेको छ। तपाईहरुले त्यसमा टच गर्नुपर्ने हुन्छ। टच गर्नु होला। टच गरिसकेपछि यसमा चाहिँ सिम्बल नम्बर भनेर दिएको छ। तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। एक्जाम्पल दिएको छ। यही तरिकाबाट तपाईहरुले यसमा सिम्बल नम्बर राख्नुपर्ने हुन्छ। जस्तै म यसमा सिम्बल नम्बर राख्न गएको छु। यसरी सिम्बल नम्बर राखेर सर्च रिजल्टमा टच गर्ने बित्तिकै यसमा जीपीए सो गरेको छ। तपाईहरु सजिलैसँग यसरी तपाईहरु एसईई को जुन जीपीए हेर्न सक्नुहुन्छ। अब तपाईहरुसँग सिम्बल नम्बर मात्र छ भने यसरी सजिलैसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु मार्कसिट सहित कुन विषयमा कति जीपीए आयो, टोटल जीपीए कति आयो भनेर तपाईहरु सजिलैसँग प्र्याक्टिकल मार्क कति आयो भनेर सजिलैसँग हेर्नको लागि यतापट्टि ग्रेड सिटमा तपाईहरुले टच गर्नुपर्ने हुन्छ। टच गर्नु होला। टच गरिसकेपछि एउटा यस्तो इन्टरफेस खोल्छ। यसमा सिम्बल नम्बर भनेर दिएको छ। यसमा तपाईहरुले एसईई को सिम्बल नम्बर राख्नुपर्ने हुन्छ। सिम्बल नम्बर राख्नु होला। राखिसकेपछि तलपट्टि हेर्न सक्नुहुन्छ डेट अफ बर्थ भनेर दिएको छ। यसमा तपाईहरु डेट अफ बर्थ राख्न सक्नुहुन्छ। जस्तै यसमा फर्मेट सो गरेको छ। पहिला इयर राख्ने, त्यसपछि तपाईहरु मन्थ, त्यसपछि डे राख्न सक्नुहुन्छ। यदि तपाईहरुको मन्थ 0 हो, जस्तै 9 भन्दा तल छ भने अगाडि 0 गरेर राख्न सक्नुहुन्छ। अब म यसमा राख्न गइरहेको छु। त्यसपछि तपाईहरुले क्याप्चर राखेर सर्च रिजल्टमा टच गर्नुपर्ने हुन्छ। जस्तै म यसमा राख्न गइरहेको छु। मैले यसरी सिम्बल नम्बर राखेको छु। सिम्बल नम्बर राखिसकेपछि यसमा म डेट अफ बर्थ राख्न गइरहेको छु। यसरी तपाईहरु सजिलसँग डेट अफ बर्थ राख्न सक्नुहुन्छ। जस्तै यसमा यसरी तपाईहरु सजिलसँग यसरी राख्नु होला। राखिसकेपछि क्याप्चर राख्नुपर्ने हुन्छ। क्याप्चर राख्नु होला। जस्तै यसमा म क्याप्चर राख्न गइरहेको छु। तपाईहरुले पनि क्याप्चर राख्नुपर्ने हुन्छ। क्याप्चर राख्नु होला। राखिसकेपछि सर्च रिजल्टमा टच गर्न होला। मैले यसमा सक्नुहुन्छ सर्च रिजल्टमा टच गर्ने बित्तिकै यसमा मेरो यसमा मार्कसिट सो गरेको छ। कुन विषयमा कति जीपीए आयो, टोटल जीपीए कति आयो, सम्पूर्ण डिटेल्समा यसमा दिएको छ। तपाईहरु सजिलसँग यसरी एसईई को रिजल्टलाई मार्कसिट सहित कुन विषयमा कति जीपीए आयो, टोटल जीपीए कति आयो, तपाईहरु प्र्याक्टिकल मार्क कति आयो सजिलसँग एउटा ग्रेड सिट सहित सजिलसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु चेक गर्न सक्नुहुन्छ कि तपाईहरुले रि-एक्जाम दिनुभएको जुन सब्जेक्टमा तपाईहरुको केही परिवर्तन छ कि छैन। तपाईहरु सजिलसँग यसरी तपाईहरु अनलाइनबाट रिजल्टलाई मार्कसिट सहित चेक गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यस्तो भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु।